सस्ता प्लान को सो नमस्कार सबैलाई। आज हाम्रो डे 3 अफ क्यालिस्थेनिक ट्रेनिङ छ अनि आजदेखि हामीले गर्छौँ मसल अप ट्रेनिङ। आज हाम्रो डेमा हाम्रो मसल अप ट्रेनिङ छ अनि त्यही एक्सर्साइजहरू आज हामीले गर्नेछौँ। त ज्याम एक्सर्साइजहरू त हाम्रो सुरुवात अब योगाको साथ भइरहेछ। स्टार्ट। ल त अब हामी पुलअप गर्न गइरहेछौँ अनि यो बिचमा भैँसी आइगयो। अगर आज दानिश भाई जिंदा रहते थे ना तो किसी का नाम ही नहीं रहता था भाई। कोबरा स्ट्रेच सस्ता प्लान को कौन है ये लोग, कहाँ से आते हैं? साथीहरूले अब पुलअप भ्याएर अब चिनअपतिर लागेका छन्। चिनअप पनि हामीले 3x5 हान्ने हो। अब केटाहरू डिप्स हान्न गइराखेको छन्। अब हाम्रो डिप्स पनि सकेको छ। अब हामी गर्छौँ डेड थ्याङ। अब डेड थ्याङ हामीले 1 मिनट गर्छौँ सबैले अनि अब हेर्नु होला हाम्रो डेड थ्याङ कसरी गर्छ। राम्रो टाइममा सुरु भयो उता देखाऊ। ल त अब हामीले डे थ्याङ पनि गरिसकेका छौँ। अब हामीले गर्नेछौँ मसल अप ट्राई मतलब अब जति सक्छौँ 1-2 भयो नि हामीले मसल अपलाई गर्छौँ। सक्यो भने सकिन्छ, भएन भने हुन्न साथीहरूको सपोर्टले गर्ने हो। यस्तै त गर्न सकिन्न। हामीले जति सकिन्छ मसल अप ट्राई गर्छौँ। ल त ल अब यतातिर हेर्न सक्नुहुन्छ हामीले मसल अप कसरी गर्छौँ। साथीको सो हामीले मसल अप कसरी गर्छौँ जस्तै अब नर्मली मसल अप गर्ने जुन पोजिसन हुन्छ हामी यसरी दिने। अब पहिला त फ्लो गरेपछि जब हामी यसरी माथि आउँछौँ, माथि आउँदा गौरवले मेरो खुट्टालाई सपोर्ट गरेर जस्तै गर्दा म मसल अप गर्छु। अनि यस्तै गरी हजुरहरूले पनि सिक्नुहोस् मसल अपलाई। यहीँ देखाइदे राजा जी। ल अब देखा मसल अप गरेको सपोर्ट खराब भयो। अब पछाडिबाट नै देखाइदिनु। ल हाम्रो साथीले सक्सेस पाए। यहाँ साइडबाट देखाइदियो। यसरी बिचमा दुईटैमा खुट्टामा यसरी तिमी गराउ म तिमी। फ्लो बिगाड़ दे ससबे रामबरी का फ्लो। पहले अगाडि देखा दे। हाँ पछाड़ी जा। अब आप फिर अगाडि दे। ए बे चढ़ा 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 चढ़ी गयो चढ़ी गयो चढ़ी गयो। तिमी खुट्टालाई यसरी फैलाउनु नै चप्काएर राख्नु है। तिमीले फैलाइदियो त्यसो म यसरी भइहाल्छु। त्यसको खुट्टाले चप्काएर राख्नु अनि यसरी नै मसल गर्नु। ल अब प्रेमको लाई मसल अपको सपोर्ट मिल्छ। यतिसम्म जति सक्छ त्यति माथि होइन। अनि त्यसपछि पंछी बनूं उड़ के फिरूं मस्त गगन में। क्या रे भिकमंगिया, क्या देख रहा है? हाँ हेर्न सक्नुहुन्छ उहाँले आज
भविष्यले पनि गर्दै जोसेर मतलब फ्लो गर्न त फ्लो गर्न सिकेर हात नछिटोस् भने त्यो फ्लो गर्छ फ्लो गर्न पनि सिक्नु पर्यो फ्लो भनेको मेन हो हात नचिप्लोस् भनेर स्विङ गर्न आउनु पर्यो हेर्न सक्नुहुन्छ सिमेन्ट रातो भइहाल्छ Fica de quatro, fica de quatro, fica de quatro. Esse é o Fenec, é o brabo da putaria. Queimo no queima, queimo no queima, queimo no queimo, queimo no queimo, queimo no queimo, queimo no ल आज हाम्रो डे 3 पनि सकियो है अब घर मन्दिर जाँदै मन्दिरतिर यति घुमेर अब घरतिर निस्किने यस्तै गरी अब हाम्रो भोलि डे 4 पनि हुनेछ अनि डे 4 मा हामी गर्नेछौँ के ह्यान्डस्ट्यान्ड ट्रेनिङ ह्यान्डस्ट्यान्डको ट्रेनिङमा चाहिँ पहिला पुसअप गरेर पनि देखाउने छ भोलि ह्यान्डस्ट्यान्ड पनि 1 मिनट गर्नेछौँ सबैले है 1 मिनटको हाम्रो प्र्याक्टिस हुनेछ जसले गर्दा ह्यान्डस्ट्यान्डमा हाम्रो पावर बढ्छ ल त सब्सक्राइब हान्दिनु होला है आजको लागि यति नै सब्सक्राइब हान्दिनु होला लाइक र सब्सक्राइब गर्न नबिर्सिनु है ओके